म आज तपाईहरुमाझ एउटा यस्तो खबर लिएर आएको छु जसले विश्वलाई नै विनाशको मुखबाट जोगाएको छ। अमेरिका र इरानबीच चर्किएको भीषण युद्धमा एकाएक विराम लागेको छ। के यो विश्वयुद्धको खतरा टरेकै हो? के पाकिस्तानले साँच्चै नै मध्यस्थकर्ताको भूमिका निभाएर विश्वलाई ठूलो दुर्घटनाबाट जोगाएको हो? आजको विशेष रिपोर्टमा हामी यसैबारे चर्चा गर्नेछौँ। आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ। यो कुनै फिल्मको संवाद होइन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्की थियो। तर त्यो विनाशकारी रात सुरु हुनुभन्दा केही घण्टा अगाडि एउटा यस्तो कूटनीतिक चमत्कार भयो जसले दुवै देशलाई 2 साताका लागि युद्धविराम गर्न सहमत गरायो र यसको श्रेय जान्छ छिमेकी राष्ट्र पाकिस्तानलाई। रोयटर्स र अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असीम मुनिरको विशेष अनुरोधमा ट्रम्पले इरानमाथि गर्न लागेको विनाशकारी सैन्य कारबाही 2 साताका लागि स्थगित गरेका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै पाकिस्तानको अनुरोधमा यो निर्णय लिएको पुष्टि गरेका छन्। पाकिस्तानले कूटनीतिलाई एकपटक मौका दिन आग्रह गरेपछि विश्वले राहतको सास फेरेको छ। यो युद्धविराम सित्तैमा भएको होइन, यसका पछाडि कडा शर्तहरू छन्। इरानले विश्व व्यापारको लाइफलाइन मानिने हर्मुज स्ट्रेटलाई तत्काल र सुरक्षित रूपमा खोल्न सहमति जनाएको छ। बदलामा अमेरिकाले इरानमाथिको बमबारी र आक्रमण 2 हप्ताका लागि रोक्नेछ। ट्रम्पका अनुसार इरानबाट प्राप्त 10 बुँदे प्रस्तावलाई वार्ताको व्यावहारिक आधार मानिएको छ, जसमा धेरै विवादास्पद मुद्दाहरूमा सहमति जुटिसकेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले यसलाई आफ्नो रणनीतिक जितका रूपमा व्याख्या गरेको छ। सर्वोच्च नेता अयातुल्लाह मुस्तफा खामेनीले यो सम्झौतालाई अनुमोदन गरेपछि इरानी जनताले सडकमा विजयोत्सव मनाइरहेका छन्। तर इरानले स्पष्ट पारेको छ कि मध्यपूर्वबाट युद्ध अझै समाप्त भएको छैन र आफ्ना मागहरू पूरा नभएसम्म उनीहरू लडिरहनेछन्। रोचक कुरा त के छ भने इरानी नागरिकहरूले आफ्ना सार्वजनिक संरचनाहरू जोगाउन तिनको वरिपरि मानव साङ्लो समेत बनाएका थिए। यो छोटो अवधिमै युद्धले ठूलो क्षति निम्त्याएको छ। अमेरिकी आधिकारिक तथ्याङ्क अनुसार अहिलेसम्म 13 जना अमेरिकी सैनिक मारिएका छन् भने 365 जना घाइते भएका छन्। समग्रमा मध्यपूर्वको यो द्वन्द्वमा मारिनेको सङ्ख्या 5000 नागिसकेको छ। इरानका शीर्ष सैन्य कमान्डर र नेताहरू समेत यो युद्धमा मारिएका छन्, जसले गर्दा स्थिति अझै संवेदनशील बनेको छ। अबको 14 दिन विश्वका लागि निकै महत्त्वपूर्ण हुनेछ। स्थायी शान्तिका लागि थप वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा हुने तय भएको छ। के पाकिस्तानको यो पहलले मध्यपूर्वमा सधैँका लागि शान्ति ल्याउला त? वा यो 2 साताको समय अर्को ठूलो युद्धको तयारी मात्र हो? तपाईलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला। थप अपडेटका लागि उपकार डिजिटललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।